आई डोन्ट नो म अरू केही कुरामा अलग छैन है लाइक सब कुराहरू छ तर लभको केसमा चाहिँ मेरो अन्डरस्ट्यान्डिङ कम हो कि चाहे मसँग लभमा आउने मान्छेको अन्डरस्ट्यान्डिङ कम हो म बुझ्न सक्दिनँ क्या जस्ट मेरो एक्सपिरियन्स र मैले फिल गरेको कुरा है तपाईँ जसलाई माया गर्नुहुन्छ इभन तपाईँलाई जसले माया गर्छ है अनि तपाईँहरू रिलेसनसिपमा हुँदै पनि तपाईहरूको कुराहरूमा त्यो रिलेसनलाई अगाडि बढाउने सोच छैन त्यो तपाईँमा त्यो क्यापेसिटी छैन भने चाहिँ कसैको लाइफमा नजानु कसैलाई पनि आफ्नो लाइफमा नल्याउनु क्या म चाहिँ के भन्छु भने तपाईँ कसैलाई मनदेखि माया गर्नुहुन्छ भने जाति धर्म पैसा एजुकेसन पास्ट इभन केही म्याटर गर्दैन क्या म्याटर गर्छ त लभ अन्डरस्ट्यान्डिङ रेस्पेक्ट है कति चाहिँ उसलाई साथ दिन सक्नुहुन्छ कतिसम्म साथ दिन सक्नुहुन्छ भन्ने कुराहरू चाहिँ म्याटर गर्छ जस्तो लाग्छ है इन माई एकोर्डिङ माया प्रायः हुन्छ नै भइ पनि रहेको हुन्छ तर मायाभन्दा पनि ठुलो कुरा के हो भने समझदारी साथ त्यही हो तपाईँ जोसँग हुनुहुन्छ उसलाई माया गर्नुहोस् उसलाई साथ दिनुहोस् सम्झाउनुहोस् बुझाउनुहोस् त्यही हो सधैँ खुसी रहनुहोस् अनि मैले बुझेको चाहिँ माया भनेको त्यो होइन कि हामी मन पराउँछौँ मायामा हुन्छौँ माया भने चाहिँ साथ दिनु हो जस्तो कन्डिसनमा पनि त्यही हो साथ कहिले नछोड्नु होला किनभने संसारमा सबै चाहिन्छ है धन सम्पत्ति अनि त्यो सम्पत्तिमा रमाउनुको लागि माया पनि चाहिन्छ क्या त्यही हो लभ यु अल